केवल आस्तिक भएर देउताको पूजा गर्दैमा आस्तिक हुने पनि होइन। रियलाइज गर्ने भन्ने जुन छ सेल्फ रियलाइजेसन। अब ज्ञानको कुरा त कति हुन्छ र थोरै नै हुन्छ, तर त्यसलाई आफ्नो हृदयमा अनुभवमा ल्याउनु र जीवनमा आकारित गर्नु महत्त्वपूर्ण कुरा हो। हामीहरूले योग साधना पनि गरौँ र परम तत्त्वको खोज पनि गरौँ र सही बाटो पहिलाउन कोसिस गरौँ र जीविया लामिछानेज्यूले हामीलाई जुन मुनाफाको बाटो देखाउनु भएको छ, हामीहरूले केवल नाफा मात्रै नहेरौँ, केवल मोज र मस्तीलाई मात्र सर्वस्व नठानौँ भन्ने जीविया लामिछानेज्यूको जुन शिक्षण छ त्यसलाई हामीले हृदयङ्गम गर्नुपर्छ र वेदान्तले हामीलाई बाटो देखाउँछ। आइन्स्टाइनले भनेका थिए कि म स्पिनोजाको दर्शन मान्छु भनेर। स्पिनोजाको दर्शन र आचार्य शङ्करको दर्शनको आधारभूत कुरा एउटै छ। आधारभूत कुरामा दुवै मिल्छन्, पूर्व र पश्चिम मिल्छन्। पूर्व र पश्चिम मिले पनि पश्चिमको ज्ञान यति चाहिने तीक्ष्ण छ, पश्चिमको विज्ञान यति प्रभावकारी छ कि त्यसले हामीलाई निरन्तर थिचिराखेको छ र हामीहरू मिमिक म्यान, नक्कले मान्छे हुन बाध्य छौँ। त्यो नक्कले मान्छेबाट हामीले आफूलाई उठाउनुपर्छ र हामीले आफ्नो संस्कार, आफ्नो परम्परा, आफ्नो अतीतलाई सुधारेर स्वच्छ बनाएर सबैलाई हुने गरी ग्रहण गर्नुपर्छ भन्ने मलाई लागेको छ। यही अभिप्रायमा संसार एउटै हो भन्ने दृष्टिकोणलाई प्रस्तुत गर्नको लागि र संसारमा विविधता पनि छ भन्ने देखाउनको लागि मैले अद्वैत उपन्यास लेखेँ। धन्यवाद।